हाई हेलो गुड मर्निङ अल फ्रेन्ड हेभ अ नाइस डे। एकदम गर्मी छ आज। खाना बनाउनु लागेको म चाहिँ यहाँ लट्टेको साग हो यो धुइधाइ पारिराखेको बेलामा भुट्छु। चाहिँ तातिसकेछ लसुन खोर्सानी पड्काएको टमाटर साग केही पनि हाल्नु पर्दैन। त्यतिकै सिम्पल सादै मिठो हुन्छ। आलु चाहिँ नहाली पकाएको। आज चाहिँ मैले साग मात्रै भुटेको अलिकति हुन्छ होस् अब। साग चाहिँ पाकेर रेडी भयो यति भयो। अब यसलाई म झिक्छु मिठो हुन्छ लट्टेको साग। साग चाहिँ रेडी भयो यति भयो पुगिहाल्छ नि मिठो हुन्छ। यहाँ म पाङ्ग्रा पकाउनु लागेको छु भुट्नु लागेको छु। मैले धुइधाइ पारेर उसिनेर काटकुट पारेर रेडी पारेको हो। अब म यो भुट्छु। नुन मात्रै हालेर भुट्छु। अहिले पछि मसला हाल्छु। एकछिन भुट्ने खस्तासी हुन्छ अनि मसला हाल्नु अहिले पछि। मसलामा चाहिँ चिकन मसला हिङ जिराको धुलो रातो खोर्सानी अनि यो बेसार अनि अदुवा लसुनको पेस्ट हालेर भुट्नु लागेको। मलाई चाहिँ भुटिसक्यो। अदुवा लसुनको पेस्ट मसला हाल्छु। यो चाहिँ खारिसक्यो लसुनको पेस्ट र अदुवा चाहिँ मसला नै हालेको मैले। चाहिँ अलिकति पानी हाल्छु अनि दम दिनुपर्छ कि यसरी। यहाँ चाहिँ दम दिएको भन्छ मिठो बास्ना आउँछ मिठो। एकछिन पाक्नु दिने यो मसला हालेर भित्रभित्र छिर्छ अनि मिठो हुन्छ। यहाँ पाङ्ग्रा चाहिँ रेडी भइसक्यो। अब म झिक्छु। पाकिसक्यो कस्तो राम्रो हुन्छ मिठो हुन्छ यसरी। रेडी भयो पाङ्ग्रा चाहिँ यस्तो भयो मिठो हुन्छ। म टमाटर पोल्दैछु अचार बनाउनु लागि। धनियाको पत्ता र टमाटरको अचार बनाउनुलाई रेडी भइसकेको छ। यो चाहिँ अघिको पाङ्ग्रा। यहाँ चाहिँ मासको दाल थियो मैले पकाएन। यो चाहिँ लट्टेको साग। यहाँ चाहिँ अचार। यहाँ आलुको अचार नै छ हिजोको। यहाँ काँक्रा अनि यहाँ मोहिनी छ। गर्मी धेरै बढेकोले हामी चाहिँ खानु लागेको। खाना चाहिँ रेडी भइसक्यो। यो चाहिँ माम अनि यो चाहिँ पाङ्ग्रा साग आलुको अचार काँक्रा टमाटर डल्ले खुर्सानी धनियाको अचार। यहाँ दाल छ।